So hello guys, welcome to another vlog after long time. म फेरि भ्लगमा जोडिएको छु। म चाहिँ आज पाल्पा जान लागेको मम्मीको जन्मस्थलमा। मामा माइजू अनि बहिनी बाजे बोजू म घर जान लागेको। सो गाइज हेरिदिनु होला, माया गरिदिनु, सपोर्ट गरिदिनु। अहिले चाहिँ बिहानको 5:47 भएको छ। हामी खै 6 बजी हिँड्ने प्लानिङ गरेको। एउटा बाइक र गाडीमा रिजर्भ गरेर। सो गाइज अब हामी बाटोमा हेर्नेछु, म हजुरलाई देखाउने छु। हेर्न गइदिउँ मम्मीको जन्मस्थल, फर्स्ट टाइम जान लागेको म। सो गाइज माया गरिदिनु होला। कपडा हिँड्दै नपुगे जस्तो भएको छ भने त धेरै ल आँसु भएतिर। ओके गाइज, ल अब हामी बाटोमा हिँड्नेछौँ। बुल्ले ए बुल्ले के छ बुल्ले? कुकुर बुल्ले डन, बुल्ले डन के छ बुल्ले डन? छैन नि। सिएनी ओ सिएनी उसलाई पठाइदिनु पर्छ कुकुर भाइले पनि चिनाएको थियो, लगेर पठाइदिनु त। ल लगेर पठाइदिन्छु है त। ल ल ल ल अब त्यही त मैले तपाईँलाई भनेको अब 500 दबाई दिने मात्रै हो भने त त्यसमा भन्नु त। अब 1 घन्टा गर्दै लाग्यो भने चाहिँ अब त्यही उसरी हाल्छ नि। ल ल ल ल ल सुरुङको खासै उहाँ घरमा के भन्छ अब काम चाहिँ लाग्नु जाँदैन। धरान जातीय, बिल जातीय, नाली खासीहरूले लाइट काट्नुपर्छ। काम त हुने तर ब्रेकथ्रु हुँदै जाँदा छ। कालाकिङ गइलाकिङ जाँदा जानु बिटाङ चाहिँ
एउटीबाट चाहिँ अगाडि सिधै अगाडि गएर मन्दिर लाग्नु यसरी गर्नु म यसरी घर पतादेखि खरेन्ट आएर यसरी हालेको घुरेको नन्दान्यो अनि सिडी खासमा भनी भएको छैन भाइ चाहिँ खास गरेको होला यो जग्गा तपाईँ चाहिँ चेक यसरी रमाइलो थाल्ने अन्त न्यु इयर अनि कार्यक्रमको यसरी रमाइलो सो गाइज हामी चाहिँ डेस्टिनेसनमा आइपुग्यौँ कसै हामी चाहिँ उता पहाडी गाउँतिर जाने भनेको बाटो बन्द भएको कारणले जान सकेन हामी चाहिँ बजेको बसेर लिन आएको गाविसमा हुनुहुन्छ वडा कार्यालयमा बाटो खतरा छ ओके गाइज हेर्दै गर्नु के हो होटल सोटल सबै रहेछ सो गाइज हामी ठ्याक्क वडा कार्यालयको अगाडि फोटो खिच्दै दाइ र बहिनी चुडेनी बराबरै देखेछ तुलना नगर न तुलना नगर न त्यस्तो हाम्रो मम्मी बाजेको घर कता कस्तो हात पनि कता त्यहाँ देखाउँछ भने यता गएर यता ट्याक्क त्यो डाँडाको उतापट्टि जान पाइएन तर कारणवश केही समस्याले गाडी नजाने भएकोले हामी यहीँदेखि स्थगित गर्नेछौँ हाम्रो गन्तव्य स्थगित समाप्त बिहान बिहान उठ्यो नि त अनि थाहा छैन कसले भन्छ त्यस्तो हाम्रो बजेको बसाइसराई बन्दैछ
भित्र मान्छे धेरै भएकोले हामी चाहिँ बाहिर डुलिरहेको छ नयाँ न्यू वर्ड निकाल्नु पऱ्यो न भर्खर त्यतिको भन्छ कालो चस्मा लाएर झिल्के बनेर चट्टो पारामा बिटिएस रतन कार्की बनेर फेरि आउला तल पिट्न घरमै के पिट्न रतन कार्कीले कालो चस्मा लाइदिन्छ नि त त्यही भनेर पाएन मेरोमा भन्दा अब क्लियर आउने रहेछ केसमा तेरो है यसमा सो गाइज हेर्दै गरौँला अहिले चाहिँ बाई बाई लेट्स स्टार्ट गाइज बाई त्यही बाटो अब हामी चाहिँ नास्ता खाजा खाएर फर्किन लागेको बाजे हुनुहुन्छ